दर्शकबिन स्वागत छ हाम्रो च्याम्बङ युट्युब च्यानलमा। म हो अजहाङ चेम्जङ र म उपस्थित भइसकेको छु र आज चाहिँ तपाईहरुलाई अलिकति छुट्टै खालको भिडियो म देखाउन गइरहेको छु र हामी न्यू आश्रम एउटा पालम सुटिङ अर्थात् छायाङ्कन गर्ने क्रममा हामी तेह्रथुमको आठरेको चनडा पुग्दाखेरि चाहिँ अचानक एकजना वृद्ध बुवा चाहिँ हाम्रो धरानको मेयर हर्क सम्पाङको बारेमा व्यापक एकजना थाहा भएन उहाँको नाम चाहिँ, तर उहाँ चाहिँ टेलिफोन मार्फत एकदमै गफ गर्दै हुनुहुन्थ्यो। अब हर्क सम्पाङले जिताउनु पर्छ, यस्तो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भन्ने कुराहरू उहाँको भनाइले म जस्ताको तस्तै म मेरो क्यामेरामा कैद गरेर ल्याएको छु र तपाईहरुले म त्यो देखाउन चाहन्छु र सुनाउन चाहन्छु। तपाईहरुले यो भिडियोले अन्तसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। हैन विदेश र वामङ यामबक मबुङनेन विदेश र वामङ थमा यामबक विदेश में देख मार जा हेन्जो म जा पर्ने हो अनि के को सही रही आउनु केन धरान बा मेरे लेहम पात्र यही माटो यही ढुङ्गा यही माटो जिन्दाबाद हो यहीमा हो यसैमा बस्ने यसैमा जन्म्यौं यसैमा धरानको मेयर हर्क सम्पाङको भनाइ हैन सम्पाङको त्यही छ नि त नि उसैलाई एउटा उसैलाई भोट पनि दिनुपर्छ दिने हो। अब हाम्रो पहिला पनि हाम्रो अरुणदेखि यता हाम्रो राज्य संस्था हामीले सञ्चालन गरेकै हो। हाम्रो राजा मात्रै पो मसाद अब हामी राजा निस्किन्छौँ अनि तपाईँ पनि आइहाल्ने अनि एउटै गुट भएर हर्क सम्पाङले नै भोट दिने हैन। कुनै सबैले भोट माग्यो भने ओके ल, अनि खाजा दियो भने खाने, अनि हाम्रो बाटो सुर कदमलाई चाहिँ नछोड्ने, माटोमा भोट हान्ने हैन। माटोमा अनि हो पाराखेन। अब त्यताबाट भए पनि आउनुहुन्न भने पनि सपोर्ट उहाँले नै गर्नु है ल। भनेपछि हर्क सम्पाङको फ्यान यतामाथि आठरेमा पनि भिरमुनीमा पनि रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। एकदम छ नि। अब कति नाक चुचेको मात्रै पालो, यो ठेप्चेको नि पालो आउँछ त। पालो हुँदैन जहिले भनेपछि पानी पर्छ, कहिले घाम लाग्छ, कहिले पानी पर्छ हैन, कहिले हावा आउँछ। तपाईको उमेर चाहिँ कति अरे? हजुर मेरो 69 वर्षको अब वृद्ध नै भनौँ न हैन। अनि आफूदेखि यसो अलिअलि उहाँले समेत अब हर्क सम्पाङले नै भोट दिनुपर्छ भन्ने अभियान यहाँ तेह्रथुमको आठैमा पनि कुरा चलिरहेको छ भन्ने कुरा हामीले बुझ्नु पर्यो हैन। सम्पाङले त अब यहाँ हामीहरूको यहाँ हामी सुन्दैछौँ देख्दैछौँ, फिदिन ताप्लेजुङ तेह्रथुम अनि लास्टमा उता शङ्कर सभा उहाँले सबै यहाँनिर समेटि सकेको छ। अब हामीलाई त यहाँसम्म आउनु भएको छैन, यहाँ त विकट ठाउँ छ रहे पनि हामीहरूको उहाँको सम्झना मात्रै होइन, उहाँको केही विकसित कुरा नेपाल देशलाई यसरी राखौँ भन्ने, यसरी गरौँ भन्ने, अन्तर्राष्ट्रिय उताउति नजाने, यहीँ गर्ने, यहाँ सब थोक पाइन्छ, यही माटोमा छ, जे पनि पाइन्छ, नुन तेल हरेक किसिम खानेकुरा यहीँ निस्किन्छ, यहीँ कट्याउनु पर्छ, यहीँ एकदम कटाइरहनु पर्छ। यहीँ फल्छ सुन पनि हैन भने वन हुन्छ, यो वन पनि हाम्रै हो, तर वन नपारौँ कटाइराखौँ, सबै कुरा हुन्छ त्यहाँ नि, सुन चाँदी पित्तल तिल। जय हर्क सम्पाङ हैन, जय सम्पाङ हर्क सम्पाङ विजय, जय हर्क सम्पाङलाई विजय गर्नै पर्छ हैन, विजय गर्नै पर्छ। यो पालि हाम्रो एकदम मौका छ, यही पालि पनि हामीहरूले गर्न सकिन्न भनेपछि तपाईको हामीहरूको जिन्दगी गल्ला फेरि आउँदैन। यो पालो हाम्रो एकदम घुम्दै कति वर्षमा आयो थाहा छ के थाहा छैन होला। अब तिमीहरू धेरै पछाडिका, हामीहरू अलिकति अगाडि रहे पनि धेरै साल पछाडि हाम्रो यसरी लिम्बू राई लिम्बूहरूको सबैको यसरी हाम्रो पालो आफै घुमेर, यो कसैले ल्याएको होइन, आफै घुमेर आउँछ। भनेपछि देश विदेश रहने सबै नेपालीहरूले हर्क सम्पाङले जिताउनु पर्छ भन्ने तपाईको आइदिनु होइन अभियान हाम्रो त्यसरी गरौँ, त्यही बाटोमा जाउँ, त्यही बाटोमा जन्म्यौँ, त्यही बाटोमा हुर्क्यौँ, त्यही गोरेटोमा हिँड्यौँ खेल्यौँ, अनि एउटै कुकुर एउटैमा खेल्यौँ बस्यौँ हुर्क्यौँ। हजुरले धेरै धेरै धन्यवाद। तपाईँको नाम पनि भन्नुहोस् न अलिकति। हजुर म
बासकारे महिला पनि भन्छ तरुणीले अँ अब यहाँ गाउँघरमा त मानबहादुर फम्बो भन्छन् आठै आठै सोदन वीरमुनि हजुर होइन सोदन वीरमुनि हस् धेरै धेरै धन्यवाद ल हजुर, धन्यवाद। तपाईँलाई धन्यवाद।